फेसियल क्रिम है घरमै बनाएर युज गर्दैछु। मैले यो कम्तीमा पनि 10 देखि 15 मिनट राखेर धुदैछु है। यो घरमा मैले बनाएको छु दही बेसन। यो दुईटाको फेसियल क्रिम हो, घरमा बनाउन सकिन्छ। यस्तै तपाईहरुको चाया पोतो त्यसपछि तपाईहरुको पिगमेन्टेसन, घामबाट हुने बर्निङहरु, सनबर्नहरुलाई पनि कम गर्ने काम गर्दछ। एकदमै राम्रो रिजल्ट आउँछ। धेरै लामो समय राख्नु पर्दैन, 10 देखि 15 मिनेट। र यो गर्दाखेरि तपाईले एक एक दिन बिराएर गर्न सक्नुहुन्छ। एक एक दिनको ग्यापमा गर्नुस्। तपाईहरुले यो कुनै पनि स्किन टाइपले गर्न सक्नुहुन्छ। म कुनै डर्मेटोलोजिस्ट होइन, स्किन डाक्टर होइन, तर म आफैले युज गर्छु। राम्रो पनि भएको छ र राम्रो भएको रिजल्टहरु पनि शेयर गर्छु। धेरै साथीहरुलाई सिकाएको छु, उहाँहरुले पनि ट्राई गर्नु भएको छ, उहाँहरुलाई पनि राम्रो भएको पनि छ। पत्यार लाग्दैन भने तपाईहरु मेरो कमेन्ट सेक्सनमा पनि गएर हेर्नुहुन्छ। पछि सबै साथीहरुलाई चाहिँ सुट हुन्छ चाहिँ भन्न म सक्दिन है। आफ्नो स्किन टाइप अनुसार हुन्छ, कसैलाई सुट हुन्छ, कसैलाई हुँदैन। अलिकति हातमा लाएर हेर्नुपर्ने हुन्छ सुट हुन्छ हुँदैन भन्ने कुरा है। अनि चाहिँ तपाईहरुले मजाले सुट भयो भने चाहिँ अनि स्किनमा पुरा लाउन सक्नुहुन्छ है।